नमस्ते, म प्रभाकर चौरसिया ग्रामीण समाज उत्थान केन्द्रबाट आएको छु। म आफ्नो 2 शब्द राख्न पाउँदा अत्यन्त खुसी लागेको छ। यसमा शिक्षामा 20% बजेटको लगानीको बारेमा पनि कुरा हुँदैछ र म भन्न चाहन्छु आज जुन हामीहरूले भन्छौँ एजुकेसन इज द ब्याकबोन अफ नेपाल वा नेसन भन्छौँ। एजुकेसन चाहियो, शिक्षा चाहियो नै चाहियो, तर हाम्रो ब्याकबोन हुँदा हुँदै पनि मधेसको ऋण तोड्ने कार्य हुँदैछ। मधेसका आज सामुदायिक विद्यालयहरूलाई हेर्नुभयो भने त्यहाँ लोकसेवाबाट आएका शिक्षकहरू भए तापनि आफ्नो गार्जियनहरूले, आफ्नो अभिभावकहरूले आफ्नो विद्यार्थीहरूलाई, बच्चाहरूलाई सामुदायिक विद्यालयमा पठाउन एग्री भइरहेका छैनन्, किनकि उनीहरूले एसएलसी पास, +2 पास वा नपढे लेखेका टिचर बोर्डिङ स्कुलमा भएका शिक्षकहरूसँग पढाउन तयार छन्, किनकि त्यहाँ तिनीहरूले गुणस्तरीय शिक्षा पाइरहेका छन्, त्यहाँ मार्क्स अब्टेन गरिरहेका छन्, बढी मार्क आइरहेका छ। तर सामुदायिक विद्यालयमा दिवा खाजा दिँदा दिँदै पनि विभिन्न प्रलोभन दिए पनि सामुदायिक विद्यालयमा विद्यार्थी किन गइरहेका छैनन्? हाम्रो नेताज्यू, मन्त्रीज्यू, वार्ड अध्यक्षज्यू वा सामान्य जुन हाम्रो कार्यकर्ता हुन्छन् तिनका बच्चाहरू पनि सामुदायिक विद्यालयमा जान पाउँदैनन्। यस्तो दुर्दशा आखिर किन भइरहेका छन्? हाम्रो मध्य प्रदेशको जुन विद्यालयहरूमा हेर्छौँ त्यहाँ विद्यार्थीहरूले जान मान्दैनन्। अनि त्यहाँबाट निस्केका विद्यार्थीहरूले के त्यो जनशक्ति तयार गर्न सक्छ? के तिनीहरूले त्यो विद्यार्थीहरू जुन भन्छौँ देशको कर्णधार हुन् त्यस्ता विद्यार्थीहरूले कर्णधार बनाउन सक्छ? हाम्रो शिक्षामा भन्छौँ संस्कार सहितको शिक्षा हुनुपर्छ, हाम्रो नैतिक शिक्षा लागू हुनुपर्छ, तर हाम्रो सिलेबसमा त नैतिक शिक्षा थियो, तर त्यो नैतिक शिक्षा कुन षड्यन्त्रको कारण हटाइयो? पहिला संस्कृत पनि पढाइन्थ्यो नेपालमा, तर त्यो संस्कृत शिक्षा किन हटाइयो? म प्रश्न गर्न चाहन्छु मध्य प्रदेशको सरकारसँग, चाहे त्यो वीरगञ्जवासी हुन्, वीरगञ्ज महानगरपालिका होस्, जनकपुर धाम होस् वा केन्द्रीय लेभलको हाम्रो नेपाल सरकारसँग, शिक्षालाई यदि मजबुत बनाउनु भएन भने हाम्रा विद्यार्थीहरू विदेशी रणनीतिमा, विदेशी षड्यन्त्रको तहत यो देशबाट बाहिर जानेछन् र पलायनको जुन शिकार भइरहेका छौँ हाम्रा विद्यार्थीहरू देशभन्दा बाहिर गइरहेका छन्। कहीँ न कहीँ त्यसका जिम्मेवार हाम्रो सरकार रहेकै छ, हामी रहेका छौँ र हाम्रो विद्यार्थीहरूले नपढे लेखेका कारण, गरिबीका कारण, मजबुरीका कारण खाडी देशमा गएर आफ्नो श्रम बेचिरहेका छन् र हाम्रो सरकारले भन्दैछ कि हामीहरूले आफ्नो युवाहरूलाई प्रगतिशील बनाउँदैछौँ, हामी देशलाई विकास गरिरहेका छौँ। यस्तो विकास भयो भने हाम्रो नेपाल भोलिको दिनमा गुलाम कहिले नभए तापनि अब आजको दिनमा गुलाम हुनेछ भन्ने भन्न सकिँदैन। तैपनि आज गुलामीको चपेटामा हाम्रो देश परिरहेको छ र ध्यानाकर्षण गराउन चाहन्छु सम्पूर्ण महानुभावहरूलाई, विद्यार्थी वर्गलाई, युवा वर्गलाई र नेता पार्टी कार्यकर्ताहरूलाई पनि कि करारको नाममा आफ्नो पार्टीवाद, नातावाद, परिवारवादको व्यक्तिलाई जसको शिक्षामा कुनै स्तर नै छैन त्यस्ता शिक्षकहरूलाई पनि स्कुलमा, करारमा खटाइन्छ, विभिन्न कर्मचारीको पदमा खटाइन्छ र के त्यस्तो शिक्षकबाट, त्यस्तो कर्मचारीबाट के देशले विकास पाउँदैन भने यसमा ध्यानाकर्षण हुनु पर्यो र हाम्रो देश विकासमा शिक्षाको नीति फेर्नु पर्यो र शिक्षामा संस्कार सहितको शिक्षा लगानी गर्नु पर्यो। यतिकै भन्दै म आफ्नो 2 शब्द राख्न चाहन्छु। नमस्ते, धन्यवाद।